भने अनुसार अहिले सुकुम्बासीलाई पूर्जा त्यो सरकारी होइन जग्गा सरकारी व्यक्तिको त्यो लालपुरले दिन्छ त अहिले दिने हो नि दिनु हो दिने हो नदिकन तैँले उनीहरूको घरबास हुन्छ तैँले बिहा गरेर स्वास्नी माइकै छोडिराखेको तेरो स्वास्नी अर्का स्वास्नी हो दिए त राम्रै हो दिने यो माथिको जग्गा के लाग्यो त मलाई थाहा छ यो माथिको जग्गामा हाम्रो घरेलु चिज भनेको बलियो चिज भनेको नियालो र बाँस हो अनि सुन्तलाहरू पर्खिनु पर्खि कुरा नलाग्न मुजिन्छ फड्के पर्खिनु पर्खि कुरा नलाग्न मुजिन्छ फड्के फड्केछु हामी जस्तो नगर जौनका कुरा गर्नु भने अनुसार अहिले सुकुम्बासीलाई पूर्जा त्यो सरकारी होइन जग्गा सरकारी व्यक्तिको त्यो लालपुरले दिन्छ त अहिले दिने हो नि दिनु हो दिने हो नदिकन तैँले उनीहरूको घरबास हुन्छ तैँले बिहा गरेर स्वास्नी माइकै छोडिराखेको तेरो स्वास्नी अर्का स्वास्नी हो दिए त राम्रै हो दिए त राम्रै हो अनि घर जग्गाको त यसै तिर्न पर्यो त पर्यो सरकारलाई नै फाइदा हुन्छ क्या त्यो कर भने सरकारलाई फाइदा होइन। भाडा दियो भने त धेरै आउँछ नि सरकारलाई भाडा त जे गरे नि तिर्नु पर्यो सुन सुकुम्बासी नै बनेर बस्दा बरु भाडा तिर्नु परेन परेन आफ्नो बनाउँछु भनेर बसेपछि भाडा तिर्नु पर्यो तैँले भोलि बेच्न पाउनु पर्यो नि उसले त्यो ठाउँ मन नपरेर त्यहाँबाट फुटो टेकेर अर्को ठाउँमा म जान्छु भन्दाखेरिमा उसको जति भए जग्गा बेचिएर उसले कति हो पैसा पाइनु पर्यो अनि मात्रै नै ऊ चाहिँ त्यहाँको दायित्व हुन्छ कुकुर लाएर खेदे बाँदर दिए आज रुखो पनि बस भोलि त्यो रुखो पनि बस भनेर कहिले बास बसे हुन्छ नचाहिएको कुरा गर्छ गरिब त बढिरहन्छ त्यो बुझि डेभ्लो गरिब बढ्दैन बारी पहिरो लगाएर मान्छे आउँदै त मिलीबास भएर कस्तो बिलिबास यो माथि लेकाको जग्गा जति जम्मै त्यहाँ ठाउँ ठाउँमा छाप्रा हाल्ने र त्यहाँ लेकाली जति जम्मै उठाउने त्यहाँ बढ्न दिने किन त्यहाँ बाटो लानै गाह्रो छ बुवालबारीको गाह्रो छ पहिरोको डर छ सारा कुरा छ खेती भएको लिएर आउन लान गाह्रो छ हो अब ठाउँ हेरेर तराई बेल्टमा ट्याक्क विभाजन गरेर राख्ने ठाउँ ठाउँबाट नहर लगाउदिने ल सिँचाइ गर काम गर ल यहीँबाट घर बनाऊ बस भनेर यसरी दिने यो माथिको जग्गा के लाग्यो त मलाई थाहा छ यो माथिको जग्गामा हाम्रो घरेलु चिज भनेको बलियो चिज भनेको नियालो र बाँस हो यो चिज सार्ने सुन्तलाहरू पर्खिनु पर्खि कुरा नलाग्न मुजिन्छ फड्केछु हामी जस्तो नगर जौनका कुरा गर्नु त्यहाँ के चाहिँ चिज फलफुल हुन्छ कुन खेती हुन्छ खनिज तत्त्व बढीको हो भने त्यस्तो ठाउँमा त्यहाँ बजेट लाग्न सक्छ होइन ढुसी लाग्न सक्छ त्यहाँ हेरालु पनि गर्नु पर्यो आँप लाउनु पर्यो सुन्तला लाउनु पर्यो बगैँचा बनाउनु पर्यो त्यहाँ बानर छन् उनीहरू पनि लाइ बाँच्न सक्दैन बानरले खाने चिजलाई हिजोको चाहिँ ती अरू खेती नगरेको जग्गामा के लगाइदिने अम्बा लगाइदिने हो अनि तुरेलीका बिउ रोपिदिने डुम्राइका बोट रोपिदिने ती चिज बेला बेलामा पाउँछ उनीहरूले खान पाउँछ आएपछि त्यो खेतीको धेरै बाधा गर्दैन त्यहाँको चिज यहाँ झार्ने यहाँबाट कहाँ बेच्न पर्छ सरकारले बेच्ने त्यसो गर्ने भने मान्छे दुखी होइन सुखी हुन्छ मेरो घर चाहियो एउटा बस्ने ठाउँ दिनभरि काम गरेर गएर बेलुका हातबाट गएर आफ्नो घर भनेर बस्न पाउनु पर्यो त्यो नम्बरी हुनु पर्यो राज्यलाई पैसा त तिर्नुपर्छ नतिर्ने होइन उसले भएको उसको परिवार सबै काम गरेर जान्छ नि होइन कोही बिरामी होला कोही बुढा होला कोही स्वास्नी भर्खर दुध होला अनि काम गरेर जान्छ यिनीहरूलाई चाहिँ आफ्नो घर भनेर छोड्न पाउनु पर्यो छाप्दा छाप्दा बस्ने भन्छ मुजी चाहिँ बस्नु पाएको साह्रै हो त्यो अहिले तपाईँले भनेको अनुसार गऱ्यो भने हो